साथीहरू नमस्कार। म कुनै एक्सपर्ट वा विशेषज्ञ त होइन, तर मैले आफ्नो एउटा रिसर्चबाट के फाइन्डिङ गरेँ भने, जुन हामीले डे टु डे रूपमा बजारबाट तरकारी, सागसब्जीहरू ल्याएका हुन्छौँ, त्यसमा विषादीहरू प्रशस्त मात्रामा भएको पाइन्छ। त्यो तपाईँ हामी सबैलाई थाहा भएकै कुरा हो। तर त्यसलाई हामीले आफ्नै तरिकाले पनि विषादीहरू कम गर्न सकिन्छ। अर्थात् हामीले काउली भान्टा सागसब्जी केही ल्याएका छौँ भने, त्यसलाई घरमा ल्याएर मजाले धोइपखाली गरेर त्यसलाई फर इक्जाम्पल हामीले केही सागसब्जीलाई पानीमा राख्छौँ भने 1 लिटरमा चाहिँ हामीले सोडियम बाइकार्बोनेट अर्थात् बेकिङ सोडा 1 चम्चा पर लिटरको हिसाबले हाल्न सक्छौँ। भने 2 लिटर पानीमा हामीले सब्जी पखालिरहेका छौँ भने, डुबाएका छौँ भने त्यसमा 2 चम्चा बेकिङ सोडा हालेर त्यसलाई 1 घन्टा जति छोडेर त्यो सबै फेरि पानी फालिदिएर फेरि मजाले धोइपखाली गरेर युज गऱ्यौँ भने त्यसको अप टु 90% सम्म चाहिँ विषादी पखालिएर जाने चाहिँ म्याक्सिमम चान्सेस हुन्छ। त्यसरी हामीले विषादी रहित खाना वा राम्रो सागसब्जी प्रयोग गर्न सक्छौँ। थ्याङ्क यू।